त आउनु पर्ने हो नि यार, केही आउँदैन। ल यहाँबाट नि हिँड्ने हो है। हेलो 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 गाइस, सबैजना आरामै हुनुहुन्छ होला। हामी पनि आरामै नै छौँ। सो हिजो चाहिँ हामी आएर यहाँ बसेको थियो नुवाकोट। सो अहिले चाहिँ भर्खरै 4 बज्दैछ, राति नै यसो देख्न सक्नुहुन्छ है। सो अब चाहिँ हामी निस्किन लागेको पोखराको लागि। सो बाइकहरू चाहिँ यहाँ छ। त हामी चाहिँ अब यसलाई एकछिन स्टार्ट गर्छौँ। ल म पनि रेडी भइसक्यो है, सबै लगाएर। सो यहाँभित्र छ मसँग यो फेस मास्क ल्याएर छ। बाइक चाहिँ यहाँ छ है, हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले हिजो मात्रै हालेको क्या, 2टा लाइट थियो। अर्को सेतोवाला नर्मलमा थियो पहिला चाहिँ। कुराहरू बाइक निकालेर गइसक्यो। अब रेडी भइसक्यो है। अब हामी निस्किन्छौँ। क्यामेरा चाहिँ अलिकति नराम्रो आउन सक्छ है। यो रातिमा अलिकति अब आइफोनहरू भए पो अलि राम्रो आउँथ्यो र अब एन्ड्रोइड फोन दिउँसोमा त राम्रै निकाल्दो रहेछ, राति त अलिकति लाइट साइट टल्किने गर्छ क्या, किरा छिरेको। ल अगाडि हुनुहुन्छ त। सो अब चाहिँ हामी यहाँबाट सिधै अगाडि जहाँ हामी खाली देख्छौँ, जहाँ हाम्रो पसल खुल्छ, त्यहाँ चाहिँ गएर हामी चिया खानेवाला छौँ। सो हामीलाई चाहिँ छोड्न भनेर अगाडि आनासवाला साथी पनि गइरहेछ। सो ऊ चाहिँ कहाँसम्म पुगेर फर्किने त्यो चाहिँ थाहा भएन है। उसको घर चाहिँ हिजो हामी बसेको नै हो। सो ऊ चाहिँ उता पोखरा चाहिँ जाँदैन र हामी पनि अब 2टा बाइक चाहिँ अब खैरेनीबाट माथि गोर्खाको लागि छुट्टिन्छ भने सो पोखरा जाने चाहिँ म एक्लै हुन्छु। हिँड म तपाईँहरूलाई पोखरा गएर सकेसम्म राम्रो भ्यूहरू देखाउने कोसिस गर्छु है। बिहान बिहान रन्केर राखेको केटाहरूले चाहिँ अब बिहान बिहान हिँड्नुको कारण चाहिँ के भन्दाखेरि अब जहिले माथि पुग्दाखेरि चाहिँ जहिले रात पर्छ नि त गाउँ पुग्दाखेरि गोर्खा माथि लाप्राक। सो त्यो भएर अहिले चाहिँ अब अलिकति उज्यालोमा गएर अब लाप्राकमा चाहिँ प्रायः हिमालहरू देखिन्छ। अब त्यो भ्यूमा चाहिँ फोटोसोटो लिने भन्दैछन् केटाहरूले। ल गयो है। त्यही भएर चाहिँ हामी बिहान बिहानै राति 4 बजी हिँडिरहेको छौँ। सो हेरौँ अब कति बजी पुगिन्छ, कति घन्टा लाग्छ। यहाँबाट चाहिँ गल्छी निस्किन्छ अरे। सो गल्छी पुग्न कति टाइम लाग्छ। कुन पुल हो, तर पुल चाहिँ कति हो है। सो अब चाहिँ बजार आउँदैछ। कुरा अनुसार चाहिँ 40-45 मिनट जति लाग्छ भन्ने कुरो हो। अब हेरौँ कति लाग्छ। बालिदियो त केटाले त।
गियर फालिरह बेला बेलामा एकबाट धोइहाल्नेलाई न्युट्रल गरिरह के भइरह जे भयो भने म चाहिँ उतै गएर गर्नेवाला छु अब पोखरा पुग्दासम्म चाहिँ केही नभइदियो हुन्थ्यो भन्ने कुरा हो दिउँसो भएको भएदेखि केही देखिन्थ्यो होला भ्यू चाहिँ त केही देखिन्थ्यो होला अब केही छैन रातिमा अब बाटो मात्रै सर हिँड्यो दिउँसो पनि जाम पनि हुनसक्छ नि त गाडीहरू धेरै हुन्छ जाम भयो भने झ्याउ हुन्छ भन्ने कुराले पनि अलिकति छिटो हिँड्यो हो कस्तो खाल्छ देखेन हो छैन है हिँड्दाले राख पागल ब्यान्डमै हल्ला गर्नुहुन्न कि ब्यान्डमै हल्ला गर्नुहुन्न छुटेकै छैन उयो पनि उठेकै छैन अझै पनि अहिले डिस्टर्ब हुनसक्छ त्यसो हामी चाहिँ हल्ला गर्दैनौँ है के भयो के अब अहिले नबोलेपछि अब योगसम्म गएर बनाउने भन्ने कुरो हो ल ल ल ल ल अप्रोडमा हाने केटाले हान्यो अप्रोड सुरु भएको छ अलिकति होला सायद यहाँ पिच भक्की खान्छ अलिकति आयो बस बिच बिच अलिअलि अप्रोड आयो भने मजा आउँछ रमाइलो लाग्छ जस बन्द भइदियो ल बन्द बनायो बन्द के अरे सेरा आइपुग्यो सेरा है त ल ल ल ल ल ल अफरोड 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 ल ल ल ल ल ल ल बस रमाइलो रमाइलो जस अफरोड अनरोड जेसुकै होस् बाइक चाहिँ भवाल छ टुरान्दै तपाईँहरू कहिले नि खोज्दै अब कुल्लिने सोचिरहनु भएको छ एकदम बजेट फ्रेन्डलीदेखि लिएर तपाईँको पिकअप पावर सो सबै चाहिँ भनेको एकदम अल इन वान भनेको टुरान्टे है गाइस टुरान्टे इज द बेस्ट ल खोल्छु गाडा यो डाँडा पनि फेरि पानी पानी रहेछ अघिदेखि कति ठाउँमा पानी मात्रै देखिन्छ यहाँ चाहिँ माथिबाट पनि पानी आइरहेको छ बिचमा खुल्छ सो यहाँ पनि अलिकति उज्यालो भएको त एकदम भवाले देखिन्थ्यो होला सब रातिमा भएको भएर अब त्यो अलिअलि उज्यालो उज्यालो हुँदै आउँदैछ है आउनु त उज्यालो 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 हुँदैछ सो यता चाहिँ ढुडी पनि लागिरहेको रहेछ जाडो महिना लाग्यो नि त ढुडी लाग्दाखेरि कस्तो रमाइलो आनन्द फिल हुन्छ हौ त्यो चाहिँ मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हुन्छ त्यस्तो त्यो चाहिँ कमेन्ट गर्नु होला है यहाँ पनि छ पानी पानी नै पानी पानी नै पानी ल ढुडी लाखा पुरै बाटोभरि
पछि पछि के अरे जुन हिजो जुन अलिअलि लाग्दै थियो अल्ल छैन रहेछ बाटो चाहिँ बहाल रहेछ है चिसो लाग्यो क्या मलाई अगाडि गइसक्यो रन्किरहेको केटाहरू बाटो चाहिँ राम्रो रहेछ है यहाँको भिडियो चाहिँ बढी लागिरहेको रहेछ सो देख्दा रमाइलो लाग्छ यस्तो मनै आनन्द चिसो भयो जस्तो फिल हुन्छ क्या आफूलाई चाहिँ भित्रभित्र पाल्लै बाह्र साइलेन्ट वाले हिँड्छन् त केटाहरू त के हो भित्र छिर्ने होला भने आज यही बाटोमा आने फेरि त्यसले मार्नु बिर्स्यो लाइट मार्नु बिर्स्यो है बिर्स्यो ल बाटो चाहिँ खत्रै ओह्रालो रहेछ है पुरै अहिले त हामी त डाँडामा रहेछ नि त डाँडाबाट पुरै तल झरियो त फेरि हिजो त्यत्रो डाँडा झरेर तल झरियो होला हामीको अझै डाँडामा रहेछौँ हामी त बल्ल तल झर्दैछौँ केटाहरू आइसक्यो हिँड 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 सो हामी एकछिन खाजा खान्छौँ सायद बिहान नै खुलिसकेको रहेछ ल सोयल चाहिँ उज्यालो भइसकेछ है देख्न सक्नुहुन्छ केटाहरू चाहिँ यहाँ छ यस्तो छ है त सब बाइक निकालेर रेडी भइसक्यो त अब ऊ चाहिँ यहाँबाट फर्किन्छ है र हामी चाहिँ अब यहाँबाट जान्छौँ पोखरातिर त्यो चाहिँ यहाँसम्म मात्रै छोड्न आएको थियो ल ल ह्यापी दसैँ है ल पछि भेटौँ ल दसैँ पछि भेटौँ ल ल ल
चाहिँ गइसक्यो है सो हामी चाहिँ अब यहाँबाट जाने 3टा मात्रै बाइक भयो बिचरा खानै पाएन यार यस्तो दुब्ला पनि त्यस्तै छ सो यो चाहिँ त्रिशुली होला है होइन रहेछ तादी होला रहेछ त्रिशुली चाहिँ कता छ फेरि उतापट्टिको होला है त्रिशुली चाहिँ ल चाहिँ अलिअलि अफरोड पनि रहेछ है झरना चाहिँ सो अब चाहिँ अलिअलि चिसो फिल हुँदैछ है अब चाहिँ अघि त राति अलिकति चिसो कम नै हुने रहेछ बिहानतिर अलि झाडी हुने रहेछ है ल त्यहाँबाट चट्ट मिसिएपछिको खोला यो हो खतरा ठुलो देखिरहेको छ ल बाफ उडिरहेको रमाइलो छ क्या खैरले लाई गाने कतिको यार गीत गाउन नि आउँदैन के गर्ने ट्यालेन्टलेस भयो ट्यालेन्टलेस केही ट्यालेन्ट छैन यार न डान्स न सिङ्गिङ होइन न अब खेलकुदहरूमा केहीमा छैन कसरी भयो यार यस्तो यार एउटा त आउनु पर्ने हो नि यार केही आउँदैन साइडको चाहिँ यो चाहिँ त्रिशुली भयो है त्यो अघि भनेको ठाउँ भन्दा उतापट्टिबाट चाहिँ त्रिशुली बगिरहेको रहेछ कि सो त्यो चाहिँ तादी अनि उतापट्टिको त्रिशुली मिसेर चाहिँ यति ठुलो आउँदो रहेछ खोला चाहिँ सो मलाई चाहिँ पहिल्यैदेखि त्यो गल्सीबाट चाहिँ नुवाकोट भनेर यतापट्टिको बोर्ड देखाएर चाहिँ यतातिर आउन मन लागिरहेको थियो कि त्यो त्रिशुली जाने बाटो भनेर गर्दाखेरि सो यता पनि आइयो है जस रमाइलो भयो रमाइलो पनि गर्नुपर्छ पानी छ त घाम पनि लाग्दैछ है बिस्तारै जला रहेछ होइन फाइनली गल्स पनि आइसक्यो आइपुग्यो है त्यसो त चाहिँ रमाइलो रहेछ यहाँबाट चाहिँ माथि काठमाडौँतिर जाने बेला चाहिँ मलाई यतातिर आउन मन लागिरहेको थियो कि कस्तो होला भन्ने टाइपको चाहिँ हुन्थ्यो तर आइयो आज फाइनल्ली हिजो आइयो आज फर्कियो है रमाइलो भयो सबै हाँडा अगाडि बाटो चाहिँ कस्तो छ केही पनि थाहा छैन हाम्रो डटवाला सर अगाडि गइसक्नुभयो है ल होइन अलि बिस्तारै है चाहिँ यो सबै भइसकेर है अस्तिमा आउँदाखेरि त यो पुरै हिलो थियो गाडीको आधा टायरै देखिन्थेन आधा होइन पुरै टायरै देखिन्थेन त्यस्तो थियो अहिले चाहिँ पुरै ढल्नु गरिसकेको रहेछ है एकदम राम्रो बवाल अगाडि चाहिँ कस्तो छ भन्ने कुरा अब अगाडि गरेपछि अगाडि नै थाहा हुन्छ होइन
यतातिर चाहिँ बाटो अलिअलि त्यस्तै रहेछ है। यता अब बन्न त बन्दै होला अब अहिले चाहिँ, पहिलाको जस्तै नै छ। 2-3 महिना अगाडि आउँदा जस्तै थियो त्यस्तै रहेछ यहाँ चाहिँ। सायद त्यसले फरक नपर्ला बाटोको लागि, गाडीहरूको लागि ठिकै छ। ल एमटीमा 2 जना रहेछ। एमटीमा पछाडि बस्नेको ढाड र त्यो खुट्टा यति दुख्छ हो धर्न लाग्यो त्यस्तो। ल सबै गाउँ जानको लागि ल अर्को आयो ल हाम्रो भाइले जानेनन् के, नत्र यस्तो रन्काउनु हुन्थ्यो भनेको। भाइले छोड्ने कुरो नि भएन। एउटा बाइक चाहिँ अहिले चाहिँ ग्रुपसँग अगाडि नै गइसक्यो है। अहिले चाहिँ हामी पछाडि 2 जना छौँ। उसले अलिकति चलाउन जानेको भइदियो अझै रमाइलो हुन्थ्यो। अब अलिकति नजानेको मान्छेलाई फोर्स गर्नु पनि भएन हाइवेमा है। अब हामी चाहिँ उसँगै जान्छौँ। पनि अगाडि कुरिरह होला सायद माथि गएर। अब गाडीहरू जाम रहेछ क्या अगाडि, गाडीहरू त लखर आयो त सबै। एकैचोटि आयो त बिस्तारै। अहिले चाहिँ हाम्रो भाइ अगाडि हिँडिरहेको है। देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ त्रिशुली बगिरहेको छ। यहाँ चाहिँ बाटो जस्तै रहेछ यहाँ पनि। अहिलेसम्म बनाएकै छैन, केही छैन। यहाँ त भएको बिच पनि पहिलाको पनि उकाइसकेको रहेछ। धन्न यहाँ चाहिँ पहिरो नझर्दो रहेछ यहाँ चाहिँ। अर्को डटवाला राजकुमार कहाँ पुगिसक्यो त्यो मान्छे। हामी पछाडि नै छौँ है। बाटो त फाइनली घाम पनि लागिसक्यो है। घाम देखिसक्यो। यता चाहिँ पानी पर्ला जस्तो पनि भइरहेको छ अगाडितिर। ढुडीसुडी बाटो थर्दै लागिरहेको छ। पानी चाहिँ नपर्दै हुन्थ्यो हो भनेको क्या अरे। पानी पऱ्यो भने दुःख हुन्छ, धेरै दुःख पाइन्छ। रेनकोट त छ भए पनि अब पानी परेपछि खाल्टो हुन्छ। हाम्रो सरहरू यहाँ हुनुहुन्छ है। हामी यहाँ बसिरहेको छौँ है। तर यहाँबाट चाहिँ घाम यस्तो दामी देखिरहेको छ। भर्खरै घाम झुल्किँदै छ, यस्तो दामी देखिरहेको छ। यो चाहिँ ठुलो दाइ, ऊ माइलो, ऊ कान्छो। यहाँ चाहिँ झट्ट दाजुभाइ तिनवटा। ऊ पनि अङ्कलको कि ठुलोबाउको छोरो हो ऊ पनि। उनीहरू चाहिँ सँगै जान्छ है। म चाहिँ एक्लै सर जान्छु अब हैरानी भएर। सोलो राइड हुनेवाला छ। घाम त भवाल देखिरहेको छ है।
त्यहाँबाट पनि निस्किसक्यो है। अब अगाडि हेरौँ के हुन्छ। अब भाइ अगाडि जाँदैछ, डटबाइक पछाडि छ, हामी त बिस्तारै जाने भन्ने कुरो हतार केको लागि छ र। तर अब पोखराबाट काठमाडौँतिर आउँदाखेरि कति ढिलो आयो जस्तो लाग्छ, ढिलो पुगे जस्तो लाग्ने। अब काठमाडौँबाट अब घरतिर जाँदाखेरि त अलिकति अगाडि गए पनि कति नजिक गयो जस्तो हुने कि त्यो चाहिँ तपाईँहरूलाई नि हुन्छ कि मलाई मात्रै हो कि हो। त्यो घरतिर घर जानु लाग्यो भनेपछि त खुसी नै छुट्टै हुन्छ है, त्यो भएर पनि होला। त्यही नै हो। धुवा किन चल्न दिन्छ अरे यस्तो गाडी? मालगाडी आएको आइ छ है। दसैँको सामान लिएर आएको होला है। बाटो यस्तो छ, अब वहाँ पुग्दासम्म त सेतै भइन्छ त यार। यस्तो छ अवस्था, गएर जाने होला। यो पोखरा गाडी हो नि भर्खरै आयो भनेपछि त जाममा परेछ क्या। नत्र यो त बिहानै 5-6 बजे पुऱ्याउने गाडी हो। बल्ल 6-7 बजिसक्यो होला अहिले त। डाँडा डुब्री भएको छ यो, कहाँ पागल। हामी चाहिँ मलेखु बजार आइसक्यो है। मलेखु बजार पनि अब बस्नु आइसक्यो। अब यतातिर पानी पर्ला जस्तो भइरहेको रहेछ कि पुरै माथि माथि ढुडी लगाइरहेको छ है। ढुडी भन्छ हाम्रोतिर, तपाईँहरूतिर के भन्छ? हुस्तु पनि भन्छ क्या। अझै जे भए पनि अझै लगाइरहेको छ। अब यो चाहिँ लामो लामो गाडीहरू आइरहेको अवस्था छ। हाम्रो केटाहरू कहाँ गयो फेरि? यो 2जना त पछाडि नै छ, म त अगाडि आइसकेको छु यार। फाइनल 2जना नै अगाडि आइसक्यो है।
यिनीहरूको अगाडि अगाडि लाएर हिँड्छु म चाहिँ धपाउँछु यिनीहरूलाई अन्किराख दियो सट्ट रुमाल बाँधेर चट्ट चस्मा लाएर फेरि मेरो दुनियाँ बेग्लै त्यसैले म एक्लै रे बवाल मैले बाइक पछाडि एउटा सायरी लेखिदिउँ क्या भने सोचिरहेको मैले सोल्टी त कहाँ पुग्यो यार अगाडि नै गयो क्या गर्नु हुन्न यसरी आउँछ अगाडि गएर केही नहोस् भन्ने कुरो हो यसरी आइरह यसरी झोलामाबाट एकातिर सामान थोरै एकातिर धेरै भएछ ल पानी परे जस्तो पनि देखिरहेको छ यहाँ बड़ी जाम ठाउँ यो यार अलिकति ब्लर आउनु थाल्यो होला अहिले है पुरै धुलो टाँस्यो होला क्यामेरामा पनि सो पुस्न पाएको छैन अहिले एकछिनमा चाहिँ म पुस्छु यो चाहिँ सबै यहाँ चाहिँ फेरि भाइ कहाँ गयो भाइ माइला त्यहाँ छ गयो अझै तिनवटा बाइक निस्किसकेको छ है बात के छ यहाँ यस्तरी त दुईवटा गाडी अड्दैन मजाले अड्छ त जान्छ के गयो सरी
भाइको डाइरेक्ट हाल ए धुलोले बेजोग छ रमाइलो पनि छ बवाल छ बवाल भाइ त खासै हिलो नभएर चाहिँ यार अस्ति त बवाल भएको थियो यार फाइनल्ली गाइस हामी चाहिँ मुगलिन आइपुग्यो है सो यहाँनिर मुगलिन आइपुग्ने बेलामा चाहिँ एकदम जाम लागिरहेको क्या अहिले चाहिँ उतापट्टि सो यहाँनिर चाहिँ अहिले हामी यता पुरानो पुलमा छौँ भने त्यहाँनिर चाहिँ अलि जाम लागिरहेको कि पुरै उता जाने गाडी नै पास भइरहेको होइन सो यस्तो छ अब कतै हिँड्न पऱ्यो भने तपाईँहरू राम्रोसँग बुझेर मात्रै हिँड्नु होला है हाम्रो केटाहरू चाहिँ यहाँ मुख धोएर कालै भएको थियो यहाँ धुलोले मुख धोइरहेछन् भनेको यहाँ केटाहरू यहाँ केरिरहेछन् है यस्तो छ सो अब चाहिँ अब यहाँबाट गएपछि चाहिँ अब आबु खैरेनीबाट हामी छुट्टिन्छौँ अब त्यसपछि म चाहिँ उता पोखरातिर जान्छु भने केटाहरू चाहिँ यता गोर्खातिर लाग्छ के अरे सो त्यही नै हो हेर्दै गर्नु होला है यदि नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला हाम्रो बाइक यहाँ छ है ल यहाँबाट नि हिँड्ने हो है अलि घाम लाग्यो भएर क्यामेरा नि अलिकति राम्रो आयो होला सायद केटाहरू चाहिँ अगाडि गइसक्यो सो अब गर्मीले पाकिसक्यो हो गर्मीले पोखरातिर जाँदैछ भनिसकेपछि त हिमाल त क्या भवाल देखिन्छ है अब चाहिँ हिमाल देखिँदै देखिँदै आइरहेको छ पारी देख्न सक्नुहुन्छ है हिमाल देखिरहेको छ अब हात बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइन्छ काठमाडौँ यस्तै हो अब काठमाडौँ देखिनु त देखिन्छ तर सानो थोरै टाढा देखिन्छ टाढादेखि टाढा यहाँ त नजिकै देखिन्छ कहाँ ल यहाँसम्म आइपुग्दाखेरिको हालत यस्तो छ जुत्ताको हालत खराब टायरको हालत खराब यो त अलिक कमै हो अस्ति नि आउँदाखेरि त झन् यो कस्तो भन न माथि गएर कुन त्यो डाटा अन गर मलाई के कसले हो नि हेलो बा आउनु हेलो बा आउनु ल कौजो नि याद लाग्यो नि म मार्दिनु थिएन आउनु मेरो ल लगडा म निस्किन्छु ल लकरजी यहाँबाट छिटियो ल फेरि भेटै गरौँ ल ल भेटिन्छ भेटिहाल्नु ल ल ल ल पुगेर त्यो नै कल गर न सो ल फाइनली यहाँबाट छुट्टिसक्यो है यहीँनिर चाहिँ माथि जान्छन् सो म चाहिँ पोखरातिर जान्छु सो त्यहाँ त्यो बोर्डमा चाहिँ युथ अगेन्स्ट करप्सन भनेर लेखिरहेको अझै पनि बोर्ड रहेछ यो त हुनु नै थियो अति भएको थियो कि अति भन्दा नि अति नै भएको थियो यो त सो प्रोटेस्टले पनि एकदम बवालै गरेको तर सार्वजनिक संरचनाहरू चाहिँ अलिकति जोगाएर गरिदिएको भयो भने हो कसले चलायो कसरी चलायो जेन्दिल नचलाउनु पर्ने हो अब त्यो भइसकेको कुरालाई गरेर पनि काम छैन सो ल त्यही नै हो अब म चाहिँ पोखरातिर जाँदैछु है अब सिधै उतै भेटौँ है त यहाँबाट है जति उता गयो
यहाँबाट जति उता गयो त्यति सफा पाइन्छ कि यो आकाशदेखि लिएर तपाईँको यो मुनि जमिन बाटोसाटो सब एकदम सफा पाइन्छ कि यता चाहिँ मलाई चाहिँ यही खुसी लाग्छ है ल गाइस यो चाहिँ हो त मेरो गाउँ मेरो घर जे भन्ने पनि यहाँ चाहिँ दसैँ भाइब्स आइरहेको छ है। यहाँ चाहिँ यो न्यू भन्छ के भन्छ यो फुलिरहेको छ। देख्न सक्नुहुन्छ।
खुट्टा भिज्यो नि त खोला नि ठुलो रहेछ यार